ल हामी चाहिँ अहिले गाडी एक्सचेन्ज गर्न लाग्छौँ होइन। अहिले फिस्लिङमा यो गाडी हाम्रो गुरुङ दाइले लानुहुन्छ। अनि ल अनि दाइ यात्रा कस्तो भयो त नि हजुरको? के छ हिरो दाइ? पुरा मुग्लिन कटिसक्यो भन्दा त म त तर्सेको नि फेरि मुग्लिन कटिसक्यो भन्दाखेरि त। ल मेरो दाइ पनि आइपुग्नु भयो। अनि ब्याग तपाईँको ब्याग राख्नु ल नि। है ल म चाहिँ फेरि अब हामी दाजुभाइ भेट्यौँ रमाइलो गर्नुपर्छ होइन फेरि। दाइ अब यो गाडी लिएर काठमाडौँ। म चाहिँ अब पोखरातिर चल्दिने अब के गर्नु गाह्रो छ। उसको सन्तोषको त्यो सानो ब्याग थियो नि कसको? त्यसमा कहाँ ब्याग त मैले कहाँ चलाएको र?